हामी अहिले गलेश्वर बाबाको मन्दिरमा आएको छौँ। यो गलेश्वर बाबाको मन्दिर चाहिँ 9 रोपनी क्षेत्रफलमा एउटै ढुङ्गामा अवस्थित रहेको छ। यस्तो छ यहाँको दृश्य, अत्यन्तै मनमोहक छ। यहाँ गलेश्वर बाबाको मन्दिर यस्तो छ। यता ठुला ठुला पहाडहरू छन् वरिपरि, यस्तो छ। यस्तो ढुङ्गामा अवस्थित छ। यो 9 रोपनी क्षेत्रफलमा एउटै ढुङ्गो, कहीँ पनि नटुक्रिएको भनेपछि विश्वकै अलौकिक सूचीमा पर्न सफल रहेको मन्दिर गलेश्वर बाबाको दर्शन गरी हामी मनलाई अत्यन्तै प्रफुल्ल बनाई बाबा भोले बाबाको कृपाले यहाँसम्म आएर सकुशल दर्शन गर्न सकियो। भोले बाबाको जय होस्, गलेश्वर बाबाको जय होस्। जय गलेश्वर बाबा। कति ठुलो ढुङ्गा।